दसैँ मुनि हेर तिमीहरू मैले भनेको छु नि दसैँ मुनि हेर तिमीहरू दसैँ मुनि टिकाओ न सरकार टिकाओ तिमीहरू जुन बाटो आएको थियौ नि त्यही बाटो जुन तरिकाले तिमीहरूले चाहिँ नि गरेका थियौ नि बम बाडिङ धुवा धुलो उडाएका थियौ नि आगोको लपका तिमीहरूलाई पनि पर्नेवाला त्यही छ अनि अहिले घन्टेका उयोहरू चाहिँ कस्तो आपत्ति यिनीहरूलाई लाज शरम छैन 1000 10,000 तिर्न नसकेर मर्ने उनीहरू जस्तो लुटेरा हो सहकारीको पैसा लुटेर खाएको छ त्यो गणेश नेपालीले बिचरा एउटा राइडरले कति चरम कमाउँछ दिनभरिमा 600-700 त्यो मोटरसाइकलको किस्ता तिर्नु पर्थ्यो होला अनि छोराछोरीको फिस तिर्नु पर्थ्यो होला कसैले मनाएन दलै लामाको जन्मोत्सव मनाउन यहाँ स्वीकृति दियो भनेपछि मुलुक कहाँ पुग्यो अनि दुर्गा दिन मैले भने त अघि भगवानको घरमा ढिल हुन्छ अन्धेर हुँदैन भने नि एक दिन सत्यको जित हुन्छ त्यो ठाउँमा पुगेका दिन उहाँहरू जस्ता मान्छेको घर फर्किन्छ फर्काउने काम दुर्गा प्रसाईले गर्छ नेपाली नागरिकलाई अरैनी बनाउने काम दुर्गा प्रसाईले गर्छ मैले भने नि लघु वित्त र सहकारीको 20 लाख भन्दा मुनिको ऋण र 20 लाख भन्दा माथिको ऋण नि उहाँलाई 25 वर्ष तिर्ने मौका दियो 5% ब्याजमा भने तपाईँले तिर्नुहुन्न आमा काँक्रा बेचेर पनि तिर्नुहुन्छ दही बेचेर पनि तिर्नुहुन्छ